साथीहरू आज हामी सुनवर्सी नगरपालिकाको 1 नम्बर केचनामा रहेको यो कमल पोखरी आएको थियौँ र यहाँ माछा मार्दै गरेको देख्दाखेरि यसो भिडियो बनाऊँ र कुन कुन माछाहरू आउँदो रहेछ भनेर यहाँ हेर्न बसेको। अब हेरौँ माछा पर्छ कि पर्दैन। परो एउटा माछा चाहिँ त्यहाँ उफ्रिँदै थियो, त्यही भएर त्यता गएको हो। त्यो बाबा हो त्यहीँनिर माछा रहेछ, उता भागो। बेटा ठुलो रहेछ कि क्या हो माछा। उफ्रिँदैछ। पानी चाहिँ जे थोरै छ। बेटा बुढोले सानो रहेछ, धेरै ठुलो रहेछ। यो चाहिँ हाम्रो कमल पोखरी है, हाम्रो सुनवर्सी नगरपालिकाको वडा नम्बर 1 मा रहेको यो कमल पोखरी। यहाँनिर चाहिँ यो पर्यटक स्थल बनाउने भन्ने कुरा चाहिँ धेरै भइरहेछ। त्यही भएर हामी यहाँ आएको थियौँ हेर्नलाई। ठुलो रहेछ है, 7 बिघामा रहेछ यो पोखरी। यहाँ त माछा त ठुलै हुन्थ्यो होला, तर हामी चाहिँ त्योभन्दा अगाडि आएको भए चाहिँ माछा देख्न पाउँथ्यौँ होला, तर अब पानी सुकिसकेको छ। ल अब फाइनली यहाँ जाल लिएर आइसक्नुभयो। अब धोएर लिएर आउँदै हुनुहुन्छ। अब हेर्नुहोस् सानो सानो माछाहरू खासै ठुलो रहेनछ, सानो सानो रहेछ। हस् त, धन्यवाद साथीहरू भिडियो हेरिदिनु भएकोमा। लाइक गरिदिनु होला र साथै मेरो पेजलाई फलो गरिदिएर जानु होला। हस् त, धन्यवाद।